सबैजनालाई आज चाहिँ हाम्रो गाउँमा घरमा चाहिँ अर्ग्यानिक भेजिटेबल कस्तो मजाले फलाइएको तपाईहरुलाई म देखाउँदैछु। ल आउनुस् हेर्नलाई। यो चाहिँ हाम्रो बारी हो हैन। यहाँ यहाँ यता देखाउनु, यतातिर यता देखाउनु। यो चाहिँ खुर्सानी, यो जिरे, सेतो सेतो जिरे हैन। अनि यहाँ हेर्नुस्, यो 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 डल्ले खुर्सानी, यो हेर्नु। यो चाहिँ एकदम पिरो अकबरे जस्तै, तर यहाँ चाहिँ यो अलि त्योभन्दा अलिक कम हुन्छ। अनि यहाँ हेर्नुस् फर्सीहरू, यो गाबा, हाम्रो पिँडालु हैन। यो सागहरू, यो लोडेको साग यत्रो ठुल्ठुलो छन् यो। अनि यहाँ हेर्नुस्, अनि तपाईहरुलाई अझै देखाउँछु म। त्यो मात्रै हैन, यहाँ हेर्नुस् यो भेन्टाहरू, यो त अहिले अलि कम छ, अस्ति हामीले टिपेकिसकेका थियौँ। अनि यहाँ हेर्नुस् यो खुर्सानी अझै भर्खर, यो हेर्नु डल्ले खुर्सानी कति छ यहाँ यो हेर्नुस्। त्यसपछि अब हेर्नुस् यो चाहिँ लौका, हेर्नुस् यो लौका चाहिँ, यो लौका चाहिँ आज टिप्ने हामीले। नानी हँसेले रहेछ त एउटा छिटो। अनि हेर्नुस् यो लौकाहरू यहाँ हुँदैछ सानो यो, अनि अरू थुप्रै हुँदैछ। अनि आउनुस्, यो मात्रै होइन, पहिला यसलाई टिपौँ त्यसपछि अरू देखाउँछु तपाईँलाई। नानी हँसेले त छिटो ल्याउ जुन भयो ल्याउ। यो आज चाहिँ हामीले ठुलो लौका बटरगार्ड हैन, बटरगार्ड काट्दैछौँ। यो चाहिँ पर्यो। सो मच ह्याप्पी। हेर्नुहोस् यो लौका यस्तो फल्छ के अलक्क, कमसेकम पनि यो 6-7 किलो छ यो। यो ल नि, ल यो नानीलाई, यहाँ यो नानीले बोक्दैछ, यो नानीले बोक्न पनि सक्दैन यो नानी बोक्न पनि नसक्ने भएछ। ए ल ल ल लिएर जाऊ ल नानी। यो चाहिँ ल मैले लिन्छु हैन। यहाँ आउनुहोस्, यो मात्रै होइन बाबु, खै ए बाबुले भात खाँदै रहेछ। कहाँ उहाँ बसेर खाऊ। ल आउनुहोस्, यो मात्रै होइन। अब यो हेर्नुहोस् खुर्सानी त यो सेतो जिरे कति छ यो अझै तपाईँलाई हेर्नु। यो यतातिर हेर्नु त कति छ कति। यो चाहिँ यो ब्ल्याक पेपर, यो काली मिर्ची भन्छ होइन, त्यसको बोटो यो चाहिँ फल्या छैन अहिले चाहिँ। यो पनि अर्को वर्ष फल्छ यो पनि। हेर्नु यो खुर्सानी हेर्नुहोस् यता। यो त अब यो खाइ नसक्नु छ घरमा चाहिँ, यसलाई चाहिँ अचार बनाएर राख्ने। यसको चाहिँ तेलहरू हालेर हैन, भिनिगर हालेर यसलाई चाहिँ पिक्कल जस्तो के, चिल्ली पिक्कल त्यस्तो बनाएर राख्ने यसलाई चाहिँ। अब पछि अलि रातो भएपछि यसलाई त्यस्तो बनाउने। त्यो मात्रै होइन, यहाँ पनि छन् यहाँनिर, यो पनि छ यता पनि। आउनुहोस् अझै तपाईँलाई देखाउँछु अरू चिजहरू पनि। आउनु तपाईँलाई अरू चिज देखाउँछु। खुर्सानी त यहाँ कति खुर्सानी, यो खुर्सानीहरू देखाइदिनुहोस्। यो खुर्सानी, अनि यो आँप हेर्नुहोस्, यो आँप हेर्नुहोस् भयो। यता हेर्नुहोस्, यो आँप पनि यसपालि अलिक कम फले छ। हेर्नुहोस् यहाँ यो बोडी हो, अलिक फले छैन अहिले चाहिँ। अनि तपाईँको यो चाहिँ हाम्रो गाउँघरमा कुनै बेला यो गाँजा पनि चाहिन्छ। हामीले बाख्रा भैँसी यताउति सबै पालिन्छ, त्यसलाई चाहिँ दबाईको लागि हैन हजुर भिडियो। अनि यो गाँजा चाहिँ अब चाहिन्छ। अनि बाख्रालाई चाहिँ यो छेड्दाखेरि चाहिँ, यो बाख्रालाई पेट पखाला लाग्दा चाहिँ यो खुवाउने भने एकदम निको हुन्छ। मान्छेलाई पनि निको हुन्छ, धेरै खानु हुँदैन।
तर एकदम राम्रो छ। अनि अहिले चाहिँ यो टमाटर रे अलि थाक झेक्रा पुगे छैन, यसलाई चाहिँ यसलाई चाहिँ आज झेक्रा ल्याएर यसलाई चाहिँ गर्ने भनेको छ। ए फलेखा गाउँघरमै अर्ग्यानिक यो चाहिँ है, दबाई केही हाले छैन। अनि यहाँ आउनुहोस्, अलि अगाडि आउनुहोस्। यो रायोको साग, नेपाली रायोको साग। अनि बस यही छ, अरू पनि छन्, अरू म तपाईँलाई देखाउँछु नेक्स्ट भिडियोमा। तपाईँलाई म बारीमा फलेको फर्सी तरकारी जे पनि हुन्छ तपाईँहरूलाई, च्याउ पनि पाइन्छ यहाँ, च्याउ पनि म तपाईँलाई एकदिन देखाउने छु, जङ्गलतिर कसरी खोज्छन् कसरी के गर्छन्। अनि आज चाहिँ यसलाई मिठो बनाएर खाने आज चाहिँ। हस्, नमस्कार सबैजनालाई, सपोर्ट गर्नु होला, सब्सक्राइब कसको छोरा गयो सेयर गर्नु होला। तपाईँलाई चाहिँ ल बाई।